लास्ट टाइम मैले एउटा इन्टरभ्यूमा त्यस्तो भनेको देखेर टुप्पोबाट पलाएको यताउति भनेर धेरैजनाले गाली गर्नुभयो होइन म साँच्चै हो होइन मैले अलिकति मेरो लाइफमा मैले चेन्ज गरेँ मेरो लाइफस्टाइल कुनै दिन म चाहिँ यस्तरी होइन त्यो सब जेलस मान्छेहरु होइन म चाहिँ लाइफमा प्रगति गर्नुपर्छ सपना देख्नुपर्छ प्रोसेस गर्नुपर्छ भन्ने कुरामा चाहिँ होइन यो कसैले दिएको होइन कि भ्रष्टाचार गरे सङ्घर्ष गरेर त्यसलाई वेल म्यानेज गरेर कमाएको पैसालाई बचाएर होइन इभन मैले 2 वर्षसम्म सजनजी विदेशबाट आउँदाखेरि चक्लेट कसैले अर्गनाइजरले भनेर दियो भने दियो होइन मैले मेरो घरमा सोध्नु मैले एउटा चक्लेट पनि मेरो बच्चा छोरी 5-7 वर्षको थियो र पनि मैले एउटा चक्लेट पनि नलिकिन आउँथे पैसा सेभ गर्नलाई होइन पैसा गर्नलाई के जति पैसा हुन्छ नेपालमा पठाइदेऊ म एयरपोर्टमा कफी नखाइकिन पनि आएको छु के 2-3 वर्ष त मैले यस्तो पैसाको लागि यति दुःख गरेको छु मैले लाइफमा दुःख गरेको भनेकै चाहिँ अरू कुराहरूमा भन्दा पनि जस्तो मैले लास्ट टाइम उहाँलाई पनि सेयर गरेको थिएँ जस्तो म 50,000 को लागि 1 लाख को लागि 10,000 को लागि बाहिर जाँदाखेरि आफ्नो मनमा जुन इमेज छ मान्छे प्रकाश सपुत भनेको यस्तो सुपर हिट गाएको गलबन्दी बोलम अस्ति भर्खरसम्म पनि म बाहिर जाँदाखेरि रेस्टुरेन्टहरूमा चाहिँ $100 के अरे $1,000 $2,000 को लागि पनि गीत गाएको छु कि भन्नु त्यसरी दुःख गरेर कमाएको र कमाउनु पोसिबल छ घर किन्नु गाडी किन्नु गलत होइन तर दुःख गर इमानदारीका साथ दुःख गर आफूले कमाउँदा अरूलाई दुःख नदेऊ त्यति मात्र सो कमाउनु पर्छ साथी हो धनी हुनुपर्छ त्यही